हेलो मेरो आदरणीय माननीय सम्माननीय ढोकाने पूजनीय सम्पूर्ण साथीभाइ आफन्तजन देश विदेशमा रहनुभएका मेरा आदरणीय साथीभाइ अनि आफन्तजनहरूमा धेरै धेरै सम्झना न्यानो माया गर्न चाहन्छु। साथीहरू, आज चाहिँ मैले मेरो गाउँबाट ल्याएको सिस्नु अनि गहुँ र मकैको ढिँडो, डल्ले खुर्सानी, अचार चाहिँ आज विशेष अचार रहेको छ मेरो खानामा। गोलभेडा आलु पोलेर अनि अदुवा लसुन राखेर लसी सिलौटोमा पिसेर अत्यन्तै मिठो खालको अचार बनाएको छु। यहाँहरूलाई पनि दिन चाहन्छु, खानु है साथीहरू। ढिलो नगरिकन म आज चाहिँ तपाईँहरूलाई यो अर्ग्यानिक सिस्नु र ढिँडो खाएको तपाईँहरूलाई देखाउन चाहन्छु। मन पराइदिनु होला, इन्जोय गर्नुहोला। सँगै बसेर खान नपाए पनि भिडियो मात्र हेरेर भए पनि आहा भनिदिनु होला अनि लाइक कमेन्ट गरिदिनु होला। अब मिठो मिठो खानेकुरा त म देखाउन सक्दिनँ साथीहरू। तपाईँहरूलाई चाहिँ यो अर्ग्यानिक सिस्नु खाने बेला चाहिँ म सम्झने गर्छु। ल अब म सुरु गर्छु साथीहरू। कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ साथीहरू। अब हाम्रो चाहिँ यस्तै छ खुवाइ। यो गाउँलेले जतिसुकै सहरमा बसे नि जतिसुकै विदेशमा बसे पनि आखिर आफ्नै गाउँको खानेकुरा मनपर्छ होइन र साथीहरू। त्यस कारणले गर्दाखेरि अब मैले ढिला नगरिकन खान सुरु गरेँ। हजुरहरू पनि खानु है त। फर्स्ट अफ अल हजुरहरूको लागि धन्यवाद। क्या मिठो। यहाँहरूलाई मनपर्छ कि पर्दैन साथीहरू? मेरो लागि त अत्यन्तै खानामध्येकै जस्तो सुकै जङ्क फुड फास्ट फुड जस्तो सुकै भयो नि सिस्नु ढिँडो जति मिठो चाहिँ मलाई अरू लाग्दैन साथीहरू। खाना त हरेक चिज खाइन्छ, खानामा नि विशेषतया दिलमा बसेको खानेकुरा खाँदाखेरि शरीरको लागि पनि अत्यन्तै फाइदाजनक हुन्छ। देखाउटी खाना कहिले खानु हुँदैन साथीहरू। डल्लो खोर्सानी अझै फलिरहेको छ हेर्नु न मेरो बारीमा। मिठो। यो आलु भन्ने चिज सबैसँग मिल्ने किन होला? मान्छे मात्रै हो क्या कोहीसँग नमिल्ने। डाँडे रिसाए अनिखेरि मै हौँ भन्ने, म जतिको ठुलो कोही छ होइन भन्ने, अनि म जतिको धनी कोही छैन भन्ने। आखिर आफ्नो ठाउँमा आफू हिँड्छ होइन। के को रिस, के को डाहा, त्यस्तो गर्नु हुँदैन। त्यस कारण यो आलु चाहिँ सबैसँग मिल्ने, अचारसँग नि मिल्ने, तरकारीसँग नि मिल्ने, फ्राई गरेर खाए नि मिल्ने, पोलेर खाए नि मिल्ने, उल्कैको चिज यो। हामी पनि आलु जस्तै हुनुपर्छ है साथीहरू। मीठा गुड, अमृत अमृत। घचे नै पर्दैन साथीहरू, आफै छिर्छ घाँटीबाट। नगरकोटको तातो घाममा बसेर आनन्दले खानाको मजै अर्को क्या। अचार चप्प छेउपै। साथीहरू, आफूलाई त भिडियो हाल्दा नि एडिटिङ पनि गर्न मन लाग्दैन,
नौटङ्की पनि गर्न मन लाग्दैन, दसपाथी अनुहारमा कमेरो माटो नि पोत्नु मन लाग्दैन। जस्तो छ त्यस्तै हाल्ने गरेको छ, त्यसैले मन पराइदिनु होला है। कति मान्छेहरूको चाहिँ स्टाइल के अर्काको भिडियो चाहिँ देखे नि नदेखेको जस्तै गर्ने, आफ्नो भिडियोमा चाहिँ भिख माग्ने, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, कसको नै के खाए जस्तो है। मान्छेले इच्छा पर्दा पो गर्ने हो त। अनि अर्का भिडियोमा चाहिँ टेरी नलाउने क्या, म यौँ भनेर, म यौँ हिरो, म यौँ हिरोनी, म यौँ मालिक नि भनेर। अर्का गरे पो आफ्नो पनि गर्छन्। अर्का चाहिँ मतलबै गर्नु छैन, मैले एक लाइक गरेँ भनेदेखि तल झर्छु कि जस्तो गरेर अर्कासँग चाहिँ भिख मागेर हुन्छ त साथीहरू। म जसको लाइक गर्छु मेरो गरिदिनु, म जसको गर्दिनँ मेरो पनि नगर्नु। हिजोआजको सामाजिक सञ्जाल भनेको ऐँचो पैँचो जस्तै हो साथीहरू। त्यसैले यो नसम्झिनु क्या, म जस्तो हिरोनी कोही छैन, म जस्तो हिरो कोही छैन, मेरो त सबले गरिहाल्छ नि भनेर नसम्झिनु। आफू पनि गर्न सिक्नुहोस् है। यति मिठो छ सिस्नु, यति मिठो छ। टिमुर राखेपछि त झन् कुरा नगरौँ। ल धन्यवाद, इन्जोय गर्नु होला सबै साथीहरूले। लाइक सब्सक्राइब गरिदिनु होला। मेरो युट्युब च्यानलमा पनि यो भिडियोहरू राख्छु साथीहरू, प्रमिला शाह अफिसियल। सबैले सर्च गरिदिनु होला, हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला साथीहरू है। म पनि यहाँहरूको गरिदिन्छु। धन्यवाद।